यस्ता तीनटा मुख्य कारण छन् जसले गर्दा हाम्रो देश गरिबीतिर धक्लिँदैछ, जसको बारेमा कसैले पनि तपाईँलाई ज्ञान दिन सक्दैन। सो त्यसले यो भिडियो हेर्नुहोस्। आज म तपाईँहरूलाई तीनटा मुख्य कारणको बारेमा बताउनेवाला छु है त। हेलो वेलकम ब्याक साथीहरू, हजुरहरूलाई फेरि स्वागत छ मेरो एउटा अर्को ब्लगमा होइन। सो आजको ब्लग चाहिँ मैले अब केही कुरा राख्न चाहेँ हाम्रो नेपालीहरूको बारेमा होइन, जुन चाहिँ हामीले अब धेरैचोटि गल्ती गर्छौँ तर सिक्ने चाहिँ होइन कि होइन। अहिले मलाई पनि अब यहाँ आएर महसुस भएको छ गोवामा आएर कि होइन हामीले चाहिँ यस्तो गल्ती गरेर आएको छौँ भनेर कि होइन। बनिरहनुहोस् यो ब्लगमा, म त्यो गल्तीहरू भन्नेछु। सायद अब त्यो गल्तीहरू नगरेर म चाहिँ अब सायद अलिक सुधार गर्न सक्छु होला आफ्नो लाइफलाई होइन। जुन गल्तीहरूमध्ये एउटा गल्ती रहेको छ होइन, आफूले केही नसिक्ने होइन, स्किलहरू केही नसिक्ने अनि नलेजहरू केही नलग्ने होइन। अब जे पायो त्यही काम गर्ने होइन, जस्तै भारी बोक्ने भयो अनि त्यसपछि सडकमा भयो त्यसपछि जे पायो त्यही काम गर्ने होइन। तर त्यस्तो लाइफले चाहिँ कहिले जिन्दगी चल्दो रहेछ। लाइफमा चाहिँ हल्का स्किल अनि त्यसपछि हल्का एजुकेसन हुनुपर्ने चाहिँ एकदम जरुरी रहेछ कि होइन साथीहरू। त्यो भयो भने होइन तपाईँले जुनसुकै ठाउँमा जानुहोस्, जुनसुकै देशमा जानुहोस्, तपाईँले होइन एकदमै जब सजिलै पाउनुहुन्छ कि होइन। अनि दोस्रो चाहिँ रहेको छ हाम्रो नेपालीले चाहिँ बढी नै एक्स्ट्रा नै मिस्टेकहरू गल्तीहरू गर्छौँ कि त्यो चाहिँ रहेको छ सेभिङ नगर्नेको होइन। आफूले कमाएको पैसा सेभिङ नगर्ने अनि अब जस्तो कमायो उसले उडायो होइन। अब पैसा सेभिङ गर्नेतिर ध्यान छैन कि होइन, पैसालाई इन्भेस्ट गर्नेतिर ध्यान छैन कि होइन। हामीले बस कमाएको छ त बस त्यही पैसा अब त्यही पैसामा रमाएको छ होइन। सो त्यसरी म के भन्छु भने अब आउने पिँढीहरूलाई होइन अब स्किल एजुकेसनको साथसाथ अब यो फाइनेन्सियल एजुकेसन पनि लाउनु पऱ्यो कि होइन। आफूले अलिक कमाएको पैसालाई चाहिँ हामीले सेभिङ गर्न सिक्नु पऱ्यो कि होइन। यदि त्यस्तो गरेनौँ भने होइन हाम्रो नेपाल एकदम खतम हुन्छ कि होइन। हाम्रोतिर अब अरू के छ भने चाहिँ अब कमायो ठिकै छ, अब कमायो रमायो भन्ने होइन। तर हल्का सेभिङ गर्नु पनि अनि जरुरी छ, किनभने अब लाइफमा पछि गएर अब सेभिङको पैसाले चाहिँ तपाईँले केही गर्न चाहे पनि हुन्छ कि होइन। अब पैसा कमाउने र रमाउने गर्ने हो भने त अब त्यो पैसाले कामै लाग्दैन कि हजुरलाई होइन। तेस्रो चाहिँ रहेको के छ भने चाहिँ हाम्रो अरूको देशमा एकदम निर्भर रहने कि होइन। अरूको देशमा हामीले 10,000 कमायो भने पनि नेपालले 16,000 हुन्छ गरेर कि होइन। यस्तो भर आश होइन। तर अगर आफ्नै देशमा हामीले 20,000सम्म कमायो भने हामीले त्यो पैसा बचाउन सक्दैनौँ। किनकि त्यो हाम्रो मिस्टेक हो। हामीले आफ्नो मनलाई मार्न सक्दैनौँ, हामीले आफ्नो जुन इच्छाहरू छ त्यसलाई मार्न सक्दैनौँ। किनभने हामीले अब केही किन्न लागेको छ भने उतिखेर किनिहाल्ने होइन, केही खान लागेको छ महँगो चिज खान लागेको छ भने त्यो खाल्ने। तर यहाँ कस्तो छ भने चाहिँ तपाईँको पहिला सेभिङ अनि त्यसपछि चाहिँ फेरि अनि आफ्नो त्यो चाहिएको चिजहरू मात्रै किन्ने अनि अथवा नचाहेको चिजहरू अन्यथा चिजहरू चाहिँ नकिन्ने। किनभने अब यहाँको एजुकेसन सिस्टम कस्तो छ भने चाहिँ तपाईँको फर्स्ट इम्प्रुभ यर स्किल्स अनि त्यसपछि अर्न यु मनी अनि त्यसपछि सेभिङ्स। तपाईँको सेभिङ्स कति भने चाहिँ हाम्रो अगर यदि तपाईँले महिनाको 10,000 कमाउनुहुन्छ भने यहाँको उनीहरू त्यसमध्ये 7,000 रुपियाँ पैसा यताउति खर्च गऱ्यो भने 3,000 रुपियाँ एकदम चोखो बचाउँछ। त्यो चाहिँ अब सेभिङमा हाल्छ कि तिनीहरूले। अब जस्तै कसैले एसआइपी गर्छ होइन आजभोलि यतातिर, कसैले चाहिँ एसआइपी गर्छ, कसैले चाहिँ अब आफ्नो अकाउन्टमा एकदम सेभिङ गरेर राख्छ होइन। तर हाम्रो नेपालमा तिनी अहिले प्रायः जस्तो के छ भने चाहिँ ब्याङ्क अकाउन्ट छैन होइन। भयो भने अब त्यो अकाउन्टमा पैसा छैन, किनभने हामीलाई पैसाको जरुरत छैन। भयो भने पछि हेरौँला कसैबाट कारौँला भन्ने सोच हुन्छ कि। तर त्यस्तो सोच चाहिँ हामीले राख्नु भएन कि होइन। त्यसैले के भन्छु भने सेभिङ इज मोस्ट इम्पोर्टेन्ट। किनभने सेभिङ अगर यदि तपाईँसित सेभिङ छैन भने चाहिँ भोलिको दिनमा आएर केही समस्या आइपऱ्यो भने फेरि को हुने गएर हामीले पैसा माग्ने, कतिखेर कसले दिन्छ हामीले त्यतिखेर पैसा। त्यसैले चाहिँ सेभिङ इज मोस्ट इम्पोर्टेन्ट होइन साथीहरू। यो कुरा चाहिँ बुझिराख्नु हजुरले। त्यसैले आजको यस ब्लगमा यति नै होइन, किनकि अब मैले सिकेको कुरा हजुरसित सेयर गर्न चाहेँ, जुन चाहिँ अब मैले नेपालमा बस्दाखेरि सिकेको थिइनँ होइन। नेपालमा बस्दाखेरि यस्तो चिजहरू कहिले मैले सिकेको पनि थिएन, सुनेको पनि थिएन। सो त्यसैले चाहिँ अब यहाँ आएर सिक्यो बुझ्यो होइन। त्यसैले हजुर सामु राख्न चाहेको होइन। सो यो अगर यदि भिडियो मनपर्छ भने हजुरलाई यो भिडियोलाई लाइक गरेर च्यानललाई सब्सक्राइब गरेर मलाई सपोर्ट गरिदिनु होला होइन।